अझै बाजेर बाबामासँग बस्नु मन छ। आमा बाबासँग बसेर खुसी चाड्नु मन छ। अरूको सबैको उनीहरूको खुसी नै हराउँछ म भएन भने। के आशा बलिएर हेर्छ आमाले पनि। बहिनीहरू नभएको भए त आमाले मलाई पनि जोसँग लामो समय बसे आफ्नै आमाको भन्दा पनि धेरै माया लाग्छ। के गर्नु तपाईँ चाहिँ उता जानु नि हौ। किन मेरो छेउमा आएर बसेको छ भने मलाई मन दुख्दैन। भोलिपर्सि के भयो भने त मेरो बोली कहिले सुन्दैन तपाईँले। रोएर हुन्छ कि कसरी हुन्छ पिरा त पखाउनु पऱ्यो नि त। अनि आफूलाई स्ट्रङ त बनाएको त कति बनाएको। म पनि शरीरमा चाहिँ मन दुख्छ के सोचेर आउँछ। मलाई मात्रै किन त्यस्तो भएको पनि। कसैप्रति न पाप सोच्छु न कसैलाई नराम्रो गर्नु मन लाग्दैन। न नराम्रो कुरा खाएर हिँडेको छ न जेसुकै बोलेको छ न जेसुकै कोहीसँग गरेको छ। तर मेरो जिन्दगीमा यस्तो जहिले दुःखको बाटो हिँड्नु परेको छ। अरूभन्दा मेरो नानीहरू कति माया लाग्छ मलाई। यतिखेर आमा बाबाले सुखले बस्ने बेलामा छोराहरू पनि मनभरि टेन्सन लिएर आमा के हुन्छ भनेर डर्छ। छोराहरू बुझ्ने भयो म यस्तो भयो के गर्नु। परिवार मिलेर कहाँ जानु मन थियो डुल्नु मन थियो। भोकलाई त त्यस्तै नगाउनु पाउँछ। त्यो होमले चाहिँ मनले गरेर खान्छ उनीहरूले। आफूले भोकै गएर बस्नुपर्छ। के गर्दैन होइन बित्थामा राखेको छ। तर प्रभुले मलाई मेरो जीवनमा प्रभुले काम गर्नुहुन्छ। प्रभुले मलाई गर्नुभएको छोरी हो।
सुत्ने मैले जुस खाएर यहाँ मलाई ल्याइदिएको एप्पल जुस मिठो भएको छ यो खाने अब यो मान्छे अघिको बोजूको कति रुन्छ मलाई देखेर सेकेन्ड दबाईको भरमा अहिले बाँचिरहेको छु म